हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। आज हामी नयाँ टपिक डिक्याल्सिफिकेसन लाई हेर्न गइरहेछौँ। यसमा अब सुरु गर्छौँ। सबभन्दा पहिला डिक्याल्सिफिकेसन भनेको के हो देख्नु पर्यो। डिक्याल्सिफिकेसन इज अ प्रोसेस अफ रिमुभल अफ क्याल्सियम साल्ट्स फ्रम क्याल्सिफाइड टिस्यु। बस यति लेख्यो पुग्यो। मेथड अफ डिक्याल्सिफिकेसन दुईटा हुन्छ। एउटा केमिकल मेथड हुन्छ र एउटा इलेक्ट्रोफोरेटिक मेथड हुन्छ। केमिकल मेथड्समा युजुअली एसिड्सहरू युज गरिन्छ। केमिकल मेथड्समा एसिडहरू डिक्याल्सिफिकेसनलाई युज गरिन्छ। त्यसमा स्ट्रङ एसिड र विक एसिड युज गरिन्छ। स्ट्रङ एसिडमा भइहाल्यो नाइट्रिक एसिड, हाइड्रोक्लोरिक एसिड, र विक एसिडमा भइहाल्यो फर्मिक एसिड, पिक्रिक एसिड, एसिटिक एसिड, सिट्रिक एसिड र एउटा चिलेटिङ एजेन्टहरू पनि जस्तै इरिटिएट युज गरिन्छ। अब हामी कुरा गर्छौँ डिक्याल्सिफिकेसनको प्रोसिड्युरको बारेमा। डिक्याल्सिफिकेसनको प्रोसिड्युर हेर्दा सबभन्दा पहिला हामी डिक्याल्सिफिकेसन गर्ने जुन टिस्यु छ त्यो टिस्युलाई 1:20 रेसियोमा डिक्याल्सिफिकेसन अथवा डिक्याल्सिफाइङ फ्लुइडसँग 1:20 रेसियोमा राखेर भोलि त्यसलाई कन्टेनरमा अथवा डिक्याल्सिफिकेसनको लागि राख्छौँ। 1:20 रेसियोमा राख्छौँ। डिक्याल्सिफिकेसन गर्दा के गरिन्छ भने जस्तै आज हामीले जुन डिक्याल्सिफिकेसन फ्लुइड युज गर्यौं त्यो डेलीको डेली चेन्ज गर्नुपर्छ ताकि त्यो डिक्याल्सिफिकेसन एन्ड नहोस् र डिक्याल्सिफिकेसन सधैँ हुनको लागि त्यसलाई सधैँ नयाँ सोलुसनसँग चेन्ज गरिन्छ। यो डिक्याल्सिफिकेसन हुनको लागि 24 घण्टा पनि लाग्छ, दिन पनि लाग्छ, महिना पनि लाग्छ। त्यो स्पेसिमेनको साइजमा मेजरले डिपेन्ड गर्छ कत्रो साइज छ त्यस्तै गरिएको छ। चेन्ज फ्रेश सोलुसन इच डे अन्टिल डिक्याल्सिफिकेसन इज कम्प्लिट। इट मे टेक्स अप 24 आवर्स अप टु 1 डेज अर मन्थ्स डिपेन्डिङ अन द साइज अफ द स्पेसिमेन। अर्को यसमा त्यसपछि हेर्ने भनेको हामीले डिक्याल्सिफिकेसन एन्ड भयो कि भएन भने कन्फर्म गर्ने हो। कन्फर्म गर्नको लागि हामीले फिजिकल मेथड र केमिकल मेथड र एक्सरे मेथड युज गर्छौँ। यसको बारेमा मैले पछि कुरा गर्छौँ। अहिलेलाई चाहिँ हामी के बुझ्नु पर्यो भने डिक्याल्सिफिकेसन कन्फर्म भइसक्यो भने त्यसलाई स्पेसिमेनलाई पहिले पानीमा सफा गरेर पानीमा रिन्स गर्नुपर्छ र त्यसपछि त्यसलाई अमोनिया सोलुसन कहीँ सोडियम बाइकार्बोनेटहरूमा पनि ट्रान्सफर गरिन्छ ताकि त्यो जुन एसिड हामीले युज गरेको छौँ डिक्याल्सिफिकेसनको लागि त्यो न्युट्रलाइज भइहालोस्। युजली 30 मिनट्स हामी राख्छौँ ताकि न्युट्रलाइज होस्। त्यसपछि हामी स्पेसिमेनलाई वास गर्छौँ। वास स्पेसिमेन इन रनिङ ट्यापबाट थ्रुली अप टु 24 आवर्ससम्म वास गर्नु पर्यो। त्यसपछि हामी त्यसलाई रुटिन पाराफिन बेडिङ गरेर त्यसलाई फेरि हामी नर्मली टिस्यु प्रोसेसिङको प्रोसिड्युरमा गरी स्टेनिङ गरेर त्यसलाई हेर्ने हो। अब हामी डिक्याल्सिफाइङ फ्लुइडहरूको बारेमा कुरा गर्छौँ। एक्जाममा हामीलाई कहिलेकाहीँ डिक्याल्सिफिकेसन त सोध्छ, केमिकल मेथड्स पनि सोध्छ, साथै डिक्याल्सिफिकेसन फ्लुइडहरूको बारेमा पनि लेख्नुहोस् भने सोधिदिन्छ। त्यसैले हामी आज मेनली 5वटा डिक्याल्सिफाइङ फ्लुइडको बारेमा कुरा गर्छौँ। यसले चाहिँ हामीलाई रट्नै पर्ने हुन्छ। सोध्यो भने यसलाई लेख्नु पर्यो। सबभन्दा पहिला हामीले हेर्नु डिक्याल्सिफाइङ फ्लुइडको नाम भनेको गुडिङ एन्ड स्टुअर्ट्स फ्लुइड। यो तीनवटा चिज मिलेर बनेको हुन्छ। यसको कम्पोजिसनमा फर्मिक एसिड, फर्मालिन र डिस्टिल वाटर हुन्छ। फर्मिक एसिड 5 to 25% डिपेन्डिङ अन कति पर्सेन्टको सोलुसन हामी बनाइरहेछौँ। फर्मालिन 5 ml र डिस्टिल वाटर अप टु 100 ml युज गरिन्छ। अर्को हुने भनेको जेन्किन्स फ्लुइड हो। जेन्किन्स फ्लुइडमा हामी एब्सोल्युट अल्कोहल, डिस्टिल वाटर, क्लोरोफर्म, ग्लाइसिल एसिटिक एसिड र हाइड्रोक्लोरिक एसिड युज गर्छौँ। त्यसमा एब्सोल्युट अल्कोहल 73 ml, डिस्टिल वाटर 10 ml, क्लोरोफर्म 10 ml, ग्लाइसिल एसिटिक एसिड 3 ml र हाइड्रोक्लोरिक एसिड 4 ml सबै थोक गरेर 100 ml हुन जान्छ। त्यसपछि अर्को हामीले हेर्ने भनेको फर्मल नाइट्रिक एसिड हो। यसमा हामी फर्मालिन, नाइट्रिक एसिड र डिस्टिल वाटर युज गर्छौँ। फर्मालिन 5 ml युज गर्छौँ। नाइट्रिक एसिड 7.5 ml to 15 ml सम्म युज गर्छौँ डिपेन्डिङ कति पर्सेन्टको सोलुसन हामी बनाइरहेछौँ। डिस्टिल वाटर अप टु 100 ml युज गर्छौँ। त्यसपछि सिट्रेट एसिड बफर भन्छ। यसमा सिट्रिक एसिड मोनोहाइड्रेट युज गर्छौँ 5 ml, अमोनियम कार्बोनेट एनहाइड्रस 99.5 ml, जिंक सल्फेट 0.2 ml र क्लोरोफर्म फ्यू ड्रप्स युज गर्छौँ। अर्को लास्ट र सबभन्दा इम्पोर्टेन्ट नभनौँ उत्तिकै इम्पोर्टेन्ट हो पेरिनिज फ्लुइड हुन्छ। यसमा नाइट्रिक एसिड 40 ml, एब्सोल्युट अल्कोहल 30 ml र 0.5% क्रोमिक युज गर्छौँ 30 ml। यसलाई स्क्रिनशट गरेर राख्नुलाई यो चाहिँ एकदम पढ्नुपर्छ। हामी त्यस्तो गाह्रो पनि छैन। गुडिङ एन्ड स्टुअर्ट फ्लुइडमा फर्मालिन, डिस्टिल वाटर हुन्छ। फर्मिक एसिड एउटा याद गर्नु पर्यो। जेन्किन्स फ्लुइडमा पनि त्यसपछि जेन्किन्स फ्लुइडमा एब्सोल्युट अल्कोहल, डिस्टिल वाटर, क्लोरोफर्म, ग्लाइसिल एसिड र हाइड्रोक्लोरिक एसिड हुन्छ। फर्मल नाइट्रिक एसिडमा फर्मालिन र डिस्टिल वाटर अगाडि जस्तै भयो। यसमा नाइट्रिक एसिड आइहाल्यो। सिट्रेट एसिड फर्ममा सिट्रिक एसिड भयो, अमोनियम सिट्रेट भयो, जिंक सल्फेट र क्लोरोफर्म। सब पेरिनिज फ्लुइडमा नाइट्रिक एसिड, एब्सोल्युट अल्कोहल र क्लोरिन हुन्छ। दिसमच। अब हामी यसपछि अर्को कुरा के भन्छ इलेक्ट्रोफोरेटिक डिक्याल्सिफिकेसनको बारेमा कुरा गर्छौँ। इलेक्ट्रोफोरेटिक डिक्याल्सिफिकेसनको बारेमा कुरा गरिसकेपछि हामी त्यसपछि एन्ड अफ डिक्याल्सिफिकेसनको बारेमा कुरा गर्छौँ। इलेक्ट्रोफोरेटिक डिक्याल्सिफिकेसन हामीले के बुझ्नु पर्यो भने हामीले यसमा के गर्छौँ भने इलेक्ट्रिसिटी युज गरेर जुन नेगेटिभ चार्ज र पोजिटिभ चार्जको बिचको एट्र्याक्सन हुन्छ
त्यसैले हामीले युज गर्ने यसमा हामीले के गर्छौं भने क्याल्सियम आयोनलाई नेगेटिभ इलेक्ट्रोडतिर तान्ने काम गर्छौं के यही यसमा लेखेको छ इट इज बेस्ड अन थियोरिटिकली अन द अट्र्याक्सन अफ क्याल्सियम आयोन टु नेगेटिभ इलेक्ट्रोड्स इन एडिसन टु द सोल्युसन अफ क्याल्सियम इन इलेक्ट्रोलाइट बाइ पासिङ इलेक्ट्रिकल करेन्ट त्यो इलेक्ट्रिकल करेन्ट पास गरेर इलेक्ट्रोलाइट वाटरमा राखिसकेपछि क्याल्सियम आयोन जुन छ त्यो नेगेटिभ इलेक्ट्रोडतिर ट्रान्सफर हुन्छ भन्ने प्रिन्सिपलमै बेस्ड गरेर यो इलेक्ट्रोफोरेटिक डिक्याल्सिफिकेसन गरिन्छ इलेक्ट्रोलाइट हामीले यसमा युज गर्ने इलेक्ट्रोलाइट भनेको 8% हाइड्रोक्लोरिक एसिड वा 10% फर्मिक एसिड युज माई मिस्टेक 8% हाइड्रोक्लोरिक एसिड र 10% फर्मिक एसिडको इक्वल भोल्युम युज गर्छौं अब यसमा के गर्छौं हामी ब्रास प्लेट एज अ नेगेटिभ इलेक्ट्रोड युज गर्छौं र प्लेटिनियम वायर चाहिँ पोजिटिभ इलेक्ट्रोड इफ कसैले याद गर्न गाह्रो भइरहेछ भने P फर प्लेटिनियम वायर र P फर पोजिटिभ इलेक्ट्रोड है ब्रास प्लेट र प्लेटिनियम वायर युज गर्छौं यहाँ प्लेटिनियम प्लेट लेखेको छ र प्लेटिनियम वायर युज गर्छौं अब चाहिँ यसको प्रोसिड्युर त हामीले एउटा ग्लास जार लिन्छौं त्यसमा इलेक्ट्रोलाइट चाहिँ फिल गर्छौं त्यही लेख्छ अ ग्लास जार ग्लास म्युकस जार इज फिक्स्ड इज टेकन एन्ड फिल्ड विथ इलेक्ट्रोलाइटले फिल गर्छौं त्यसलाई स्पेसिमेन इज बाउन्डेड टु द प्लेटिनियम वायरले के गर्छ स्पेसिमेनलाई चारैतिरबाट बेर्छौं र त्यो ग्लास जारमा प्लेस गर्छौं तर त्यो पनि नेगेटिभ इलेक्ट्रोडसँग नेगेटिभ इलेक्ट्रोड हाम्रो यहाँ ब्रास प्लेट हुन जान्छ है ग्लास जारमा नेगेटिभ इलेक्ट्रोडसँग राख्छौं एन्ड इलेक्ट्रिसिटी पास थ्रु पोजिटिभ इलेक्ट्रोड एन्ड नेगेटिभ इलेक्ट्रोड र नेगेटिभ दुवैमा इलेक्ट्रिसिटी पास गरिन्छ त्यही लेख्नु पर्यो त्यही लेखेको छ यसमा चाहिँ कस्तो भने डिक्याल्सिफिकेसनको स्पिड चाहिँ कन्ट्रोल गर्न सकिन्छ त्यो पोजिटिभ इलेक्ट्रोड र नेगेटिभ इलेक्ट्रोडको डिस्टेन्सबाट त्यही लेखेको छ स्पिड अफ डिक्याल्सिफिकेसन मे बी इन्क्रिज्ड अर डिक्रिज्ड बाइ मुभिङ देम फर्दर अपार्ट पोजिटिभ इलेक्ट्रोड र नेगेटिभ इलेक्ट्रोडलाई नजिक गर्यो भने डिक्याल्सिफिकेसन छिटो हुने हो र टाढा गर्यो भने डिक्याल्सिफिकेसन अलिकति ढिलो हुने डिक्याल्सिफिकेसनको एन्ड चाहिँ के भन्छ एक्सरे मेथडबाट गरिन्छ त्यो 2 देखि 3 घण्टामा गरिन्छ हामीले चाहिँ रफ डायग्राम बनाएको छौं इफ तपाईहरु हेर्न सक्नुहुन्छ भने यो एउटा ग्लास जार छ यसमा इलेक्ट्रोलाइट वाटरले भरेको छ यो चाहिँ हाम्रो डिक्याल्सिफिकेसन गर्ने टिस्यु छ यसलाई चाहिँ प्लेटिनियम वायरले बाउन्ड गरेको छ यो चाहिँ ब्रास प्लेट भयो हाम्रो यो चाहिँ ब्रास प्लेट चाहिँ हाम्रो नेगेटिभमा इलेक्ट्रोडमा जोडिन्छ र यो प्लेटिनियम वायर चाहिँ पोजिटिभ इलेक्ट्रोडमा जोडिन्छ र इलेक्ट्रिसिटी दिएपछि हाम्रो इलेक्ट्रोफोरेटिक डिक्याल्सिफिकेसन कम्प्लिट हुन जान्छ